अहिलेको मोस्ट ट्रेन्डिङ टपिक विधेयक र अध्यादेश। विधेयक नयाँ कानून बनाउनु वा पुरानो कानून संशोधन गर्न संसदमा पेश गर्ने प्रस्ताव हो। सरकार यानी मन्त्री परिषद वा संसद सदस्यले विधेयक तयार गर्छन् र प्रतिनिधि सभा वा राष्ट्रिय सभामा पेश गरिन्छ। संसदमा विधेयकमाथि विस्तृत छलफल हुन्छ। आवश्यक परे समितिमा पठाइन्छ। बहुमतले पास गरेमा विधेयक पारित हुन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि त्यो कानून बन्छ। यसरी विधेयक कानून बन्छ। र अर्को छ अध्यादेश। अध्यादेश भनेको संसद बैठकमा नभएको बेला तुरुन्त आवश्यक परेको अवस्थामा ल्याइने अस्थायी कानून हो। अस्थायी कानून। सरकार अर्थात् मन्त्री परिषदले आवश्यक ठानेपछि राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्छ र राष्ट्रपतिले अध्यादेश जारी गर्छन्। यो जारी भएपछि तुरुन्त कानून सरह लागू हुन्छ। यो संसद बैठक सुरु भएपछि 60 दिनभित्र संसदमा पेश गर्नुपर्छ। संसदले पास गरे यो स्थायी कानून बन्छ। पास नगरे सो त खारेज हुन्छ। अहिले बालिन सरकार 40 वटा अध्यादेश ल्याउने योजनामा छ। अचम्मको कुरा त के छ भने लगभग 2/3 सरकारले संसदबाट विधेयक पारित गर्न सक्थ्यो, तर अध्यादेश किन ल्याइरहेको छ त्यो कसैले बुझ्न सकेको छैन। धन्यवाद।